गुड मर्निङ फ्रम यदि खर्का हैन गुड मर्निङ अमन गुड मर्निङ। अब हाम्रो चाहिँ यो नास्ताहरू खाएर अब हाम्रो चाहिँ हाइक के भन्छ ट्रेक सुरु गर्नुपर्ने छ। अहिले चाहिँ 8:30 बजिसक्यो। अब ठ्याक्क 8:30 बजी हिँड्ने कुरा थियो खाजा खाएर तर अलिकति उठ्न सकिएन। यहाँ मौसम पुरै कुहिरो छ हैन, त्यही भएर हामी उठ्न चाहिँ सकिएन। अब यो खाएर फटाफट 15-20 मिनटमा आज यहाँबाट सिधै खुमै या त कोर्चा जाने प्लान छ हैन। तर मौसम चाहिँ एकदम खराब छ, हेर्न सक्नुहुन्छ हजुर। मौसम पुरै धुँधिलो छ। अब हेरौँ कहाँसम्म पुगिन्छ, त्यही अनुसारले अब डेस्टिनेसन चाहिँ हामी डिसाइड गर्छौँ। हामी चाहिँ रेडी भइसक्यौँ अनि अहिलेको चाहिँ 9:26 भइरहेको अनि हामी दुईजना रेडी। अनि आज चाहिँ दिउँसोमा चाहिँ पानी देखाएको हुनाले चाहिँ हामी पुरै त्यही तरिकाले गइरहेको छौँ। अनि अब मेन कुरा त हामीले अब यतैबाट फर्किने भएको भएर चाहिँ कपडासपडाहरू चाहिँ अलिअलि अब पातलो कपडाहरू सबै यहीँ छोडेको छौँ, त्यही भएर हल्का वेट पनि कम भएको छ। अनि अब के भन्छ, अनि यहाँको एकोमोडेसन चाहिँ एकदम राम्रो छ, होटल P7 हैन। हाम्रो दाइले चाहिँ एकदम राम्रोसँग मिलाएर रेटहरू एकदम मजाले दिनुभएको छ व्यवस्था हैन दाइ। ल दाइको नाम भनिदिनु त एकचोटि। मेरो दिलपुन। दिलपुन दाइले चाहिँ एकदम मिलाएर दिनुहुन्छ। हजुरहरू पनि यहाँ होटल P7 मा आउन सक्नुहुन्छ। यहाँ अब ल अब हाम्रो चाहिँ स्टार्ट हुन्छ है त, आजको डे 2 चाहिँ स्टार्ट। अब हामी चाहिँ यो अलिकता ट्रेक गरिसकेपछि चिचिमले चाहिँ हामीबाट 35 मिनट बाँकी छ। अनि ट्रेल चाहिँ यस्तो छ, अमन चाहिँ ऊ त्यहाँ छन्, कुकुर पनि छ। अनि बाटो चाहिँ एकदम कुहिरो छ, अनएक्सपेक्टेडली एकदम गाह्रो भयो। अनि हामीले चाहिँ रेन कभरहरू केही पनि लिएको थिएनौँ किनकि मौसम ठिकै थियो। हिजो हिँडेको भए चाहिँ सजिलो हुँदैछ, आज चाहिँ एकदम टफेस्ट एकदम च्यालेन्जिङ हुने भयो हाम्रो दिन। किनकि सब ज्याकेट भिजिसक्यो, ल 20-25 मिनट भयो स्टार्ट गरेको, सब ज्याकेट भिजिसक्यो। अनि चिसो भइरहेको, अनि अब ज्याकेट खोल्ने कपडा भिज्छ, ज्याकेट आउँदाखेरि गर्मी भइरहेको, त्यही भएर पनि गाह्रो भयो है। धेरै लगभग 35 मिनट देखाइरहेको थियो। 35 मिनट हिँडेपछि चाहिँ हामी सायद छिटो नै हिँड्यौँ। 25 मिनट जतिमा आइसक्यौँ हामी चिचिमले। यहाँ पछाडि देख्न सक्नुहुन्छ हामी चाहिँ यो चिचिमले वेलकम टु चिचिमले होमस्टे। अनि यता पनि होमस्टेहरू छन्। अनि हाम्रो उहाँ साथीहरू पनि आउँदैछन्, साथी आउँदैछन्। मौसम चाहिँ यस्तो च्यालेन्जिङ भयो, हेर्न सक्नुहुन्छ पुरै भिजिसक्यो, कपाल नै भिजिसक्यो होइन। लास्ट च्यालेन्जिङ छ। अब सायद यहीँ चिया खाएर अनि एकछिन बसेर जान्छौँ होला। अब पानी दर्कियो भने चाहिँ इम्पोसिबल नै छ कुमाइडाँडा। अब पानी दर्केन भने चाहिँ हामी कन्टिन्यू गर्छौँ है गाइस। स्टे ट्युन्ड। एकदम एडभेन्चर भयो, नसोचेको जियोस् टफेस्ट। किनकि हामीले अब पानी नपर्ने नै थियो अनि हामीले त्यो के भन्छ रेन कभर चाहिँ लिगेर नआएको भएर चाहिँ एकदम गाह्रो भयो। अनि हाम्रो यहाँ दोस्त यहाँ बसिरहन होइन, अनि यिनलाई पनि अलिअलि गाह्रो भइहाल्छ। अब एक त कपडा भिज्यो क्या, मेन त कपडा भिज्यो, त्यही भएर गाह्रो भयो क्या। ज्याकेट खोल्न नि मिल्दैन, यस्तो छ। चाहिँ फेरि यात्रा सुरु भइसक्यो। चिचिमलेमा यसो कफी चियाहरू खाएर हामी फेरि ब्याक भएको छौँ। अब मौसमले चाहिँ हल्का च्यालेन्ज, एकदमै च्यालेन्ज दिइरहेको, हल्का होइन धेरै नै एक्सट्रिम च्यालेन्ज दिइरहेको। अब उसको हालत हेर्न सक्नुहुन्छ। अनि मैले पनि ब्याक कभर लगाइसकेँ होइन, उसको चाहिँ ब्याक कभर नआएको भएर ब्याक कभर पनि भएन, अनि हाम्रो रेन कभर पनि भएन कि, त्यही भएर पनि हल्का हामीलाई अप्ठ्यारो भइरहेको। हेर्न सक्नुहुन्छ यहाँ हल्का फेर गएर पनि रह होइन। अब के हुन्छ, हामी देउरालीमा पुगेर खाना त खान्छौँ, त्यसपछि हाम्रो के हुन्छ हामी देखाउने छौँ है त। अब यस्तोमा कन्टेन्ट चाहिँ हिमाल त त्यस्तै भयो गाइज होइन। अब यस्तै बोलेको, एडभेन्चर फिल गरेको हल्का फुल्का त्यही नै देखाउँछौँ। त्यही यो लाइक चाहिँ गरिदिनु होला। अब भ्यू खुल्यो भने चाहिँ देखाउने हो। अब मेन त पानी पऱ्यो भने खुमै पुगिन्छ कि भन्ने चाहिँ हामीलाई च्यालेन्जिङ टास्क चाहिँ त्यो भयो। अब हेरौँ, लेट्स सी गाइज वाट ह्यापेन्स होइन। स्टे ट्युन्ड। यस्तो पनि एउटा अचम्मको फिल हो, अब एउटा एक्सपिरियन्स हो। अब के हुन्छ, दुःख पाइयो, त्यही नै हो गाइस। हामी चाहिँ भर्खर हल्का फुल्का अब एक दुईवटा त कन्टेन्ट चाहियो यसो रिल्सलाई होइन। अनि भर्खर रिल्सको लागि कन्टेन्ट बनाउँदै थियौँ। अनि भर्खर यहाँ पानी फेरि दर्किन लागिसक्यो, किनकि अब रुखमा भएको जम्मा भएको चाहिँ हाम्रो ज्याकेटहरूमा खसिरहेको छ, त्यस्तो दर्केको चाहिँ छैन। तर आवाज सुन्न सक्नुहुन्छ, हेर्न सक्नुहुन्छ एकदम दर्किरहेको होइन। हाम्रो लागि यो चाहिँ लाइफको फर्स्ट एकदम कडकवाला भइसक्यो होइन, किनकि 3टा ट्रेक हानिसक्यो। अब रेन कभर चाहिँ लगेको भएर पनि त्यस्तो सजिलो लाग्थेन। अब यो मौसममा चाहिँ पानी पर्दैन कि भन्ने जस्तो, अब यो त आउट अफ द सिलेबस भयो नि त, अनि त्यही भएर चाहिँ हामीलाई एकदम गाह्रो भयो होइन गाइस। अब देउरालीसम्मको टार्गेट छ, देउरालीसम्म जाऊँ। अनि अब पानी दर्क्यो भने चाहिँ आज त्यतै बस्नुपर्छ कि जस्तो छ, नत्र चाहिँ हामी आज खुमै हान्छौँ होइन। अब हेर्छौँ अब के हुन्छ, हेर्दै जाउँ न के हुन्छ है गाइज। ल स्टे ट्युन्ड। त्यही हो, अब यस्तै हुन्छ। अब अरू सिनेरीहरू त त्यस्तै हुने भयो गाइज। चाहिँ अहिले देउरालीमा आइसक्यौँ। अनि देउरालीको खाना खाने ठाउँमा बसिसक्यौँ। भर्खर आएको हामी चाहिँ लगभग आधी घन्टामा चिचिमलेबाट भिडियो यताउति बनाउँदाखेरि लगभग 40 मिनट पनि लागेन। अनि हामी सिधै हान्दैम। अनि अब यहाँ मस्त आगो बलिरहेको रहेछ। आगो बल्दा बित्तिकै चाहिँ आनन्द फिल आउँछ। ज्याकेट सब भिज्यो, यहाँबाट पुरा कपडाबाट पनि धुवाइरह। त्यही हो गाइज होइन। देउरालीमा खानासाना खाएर अनि त्यहाँबाट
सिधै आज एकछिन रेस्ट क्याम्पमा बसेर अनि आज खुमाइ नै जाने प्लान छ। अब जसरी नि भिज्यो अब त्यही भएर आज खुमाइ गएपछि भोलि चाहिँ चिचिमले या त हिलेखरको बस्ने किसिमले या त सिधै तल झर्ने किसिमले चाहिँ हामी यात्रा गर्नेछौँ होइन। हाम्रो दोस्त पनि आइसक्यो, पानी सानी खान होइन। यहाँ आगोमा बस्न पाउँदा आनन्द लागिरह। हाम्रो बुवाले चाहिँ उताबाट जस यहीँ जो खाना ल्याइदिन्छ भन्नुभयो, त्यसको लागि पनि धेरै धेरै धन्यवाद हाम्रो बुवालाई होइन। अनि के भन्छ, अनि यो देउराली खुमाइ होटेल रेस्टुरेन्ट यो जस के भन्छ ठ्याक्कै देउरालीमा आउँदा बित्तिकै पहिलो होटेल हो। यहाँ हजुरहरू आउन पनि सक्नुहुन्छ, आनन्द छ, राम्रो छ। त्यही हो गाइज है, एकछिनमा हामी देखाउँछौँ। त्यो खाना आइसक्यो तातो आगोमा, तातो आगोमा होइन। अनि यहाँ पनि हाम्रो दोस्तले खाँदै थियो। अनि त्यो ड्राइभर आउनुभएको थियो, त्यही भएर भिडियो बनाउनु अलि यहाँ अलिक प्याकस्याक थियो, अलि नदेखाउन मिल्ने भएको भएर चाहिँ अहिले भर्खर यहाँ बसिरहौँ। अनि यो चाहिँ खाना मिठो छ चाहिँ होस् यहाँको होइन। अनि त्यो म पनि यहाँ छु होइन, मजा आइरह। अब 2:45तिर वाइल्ड पानी देखाइरह। अब पानी पऱ्यो भने चाहिँ सियोर हिउँ पर्छ, अब परेन भने चाहिँ त्यस्तै बस्दा बस्दा चिया पनि आइसक्यो है। ल अब यस्तो यो चिया खाएर अब एकैचोटि हामी रेस्ट क्याम्प हान्नुपर्छ। अरे के भन्छ, भर्खर देउरालीमा खाना खाएर चिया खाएर हामी चाहिँ आफ्नो गन्तव्यतिर अगाडि बढिरहेका छौँ होइन। अब चाहिँ हेरौँ कस्तो हुन्छ, टफेस्ट हुन्छ। अवश्य एकचोटि अब रेस्ट क्याम्पमा हाम्रो अलगै डेस्टिनेसन, राम्रोसँग रेस्ट गर्ने, अनि त्यसपछि सिधै खुमाइ हो। त्यो बिस्तारै बिस्तारै हिँड्दैछौँ, सास नचलोस्। अब मौसम पनि हेर्न सक्नुहुन्छ, यस्तो छ, पुरै धुँधिलो छ, केही पनि देखिएको छैन। यहाँ पनि एउटा होटेल रहेछ। अनि ल के छ, के हो, के भन्न, गर्मी छ हो, गर्मी छ है, गर्मी छ है। ज्याकेट पनि लगाएनौँ हामीले है गाइज, मजा आइरह जियोस्। तर प्रोपर ट्रेकको भाइब चाहिँ आइरह जियोस्, एकदम मजा आइरह। अब भोलि त्यही माथि हिउँ पर्दै भने त झन् डबल मजा आउँछ है होइन त अमन। हिउँ पर्दैन चाहिँ कायदा हुन्छ। त्यो हिउँ पर्छ कि भनेर हामी खासै नफर्केको, न त धेरै दाइहरूले चाहिँ फर्किँदा हुन्छ, भ्यू स्यू केही देखेको छैन, पुरै धुँधिलो कामै छैन भन्दै हुनुहुन्थ्यो। तर आइसकेपछि चाहिँ जस डेस्टिनेसनमा पुगेर खुबैमा खुट्टा टेकेर चाहिँ फर्क्यौँ भन्ने पनि हो। अनि हिउँ चाहिँ पनि पर्छ कि जस्तो एक्सपेक्टेसन राखेर चाहिँ हामी अगाडि बढिरहेको है गाइजलाई। त्यही हो, हेर्दै गर्नु ल। अब अरू त के देखाउने हो, यस्तो धुँधिलो छ। त्यही हो रेस्ट क्याम्पबाट अनि चिया खाएर एकछिन आगो तापेर ज्याकेट अलिअलि भने सुकाएर अनि हामी दुइटा फेरि निक्लिसक्यौँ खुमाइ डाँडाको लागि। अब त डाइरेक्ट हाम्रो डेस्टिनेसन भनेको खुमाइ डाँडा हो। अब भिजेर होस् कि जे होस् हामी आज चाहिँ खुमाइ डाँडा पुगिने नै भयो गाइज होइन। अब भोलि भ्यू खुल्छ कि भन्ने अब भगवान्को भरोसा राखेर हिँड्ने हो। अब भोलि भ्यू खुल्यो भने चाहिँ लक्कीली अब राम्रो हुन्छ, नत्र यस्तै धमिलो भिडियो एन्ड गर्नुपर्छ, स्याड एन्डिङ हुन्छ। तर पनि ठिक छ, हरेक ठाउँको हरेक एक्सपिरियन्स फरक हुन्छ नि त। त्यही हो हाम्रो एक्सपिरियन्स। अब अर्कै एक्सपेक्टेसन अरू थियो, तर एक्सपिरियन्स चाहिँ अर्कै गर्न पाइयो, त्यही पनि ठिक छ। भगवान्ले चाहेकै हुने हो, त्यही भएर पनि ठिक छ, मन्जुर छ होइन। ठिक छ ल, मजाले हिँड्नुपर्छ। अब सिधै नन स्टप उकालो हो, त्यसो उकालोमा मोबाइल निकाल्न पनि जाँगर चल्दैन। सिधै खुमाइ डाँडा गएर है त गाइस। यहाँ उकालो चढ्ने स्ट्रगल चलिरह। म चाहिँ माथि आएर बसिरहेको, माथि आएर रेस्ट गरेर बसिरहेको थिएँ। ऊ चाहिँ बिस्तारै आइरह। अनि हाम्रो दुईवटा साथीहरू पनि आउँदै हुनुहुन्छ। ल अमन ल चाहिँ फाइनल्ली वी आर रिच्ड इन खुमाइ डाँडा। अनि हाम्रो यो बाटो चाहिँ होटेलतर्फ हो होइन। अनि अब होटेल जाँदैछौँ। अब होटेल गएर हेरौँ अब के हुन्छ। पिङसिङ पनि देख्यो, यहाँ पछाडि होटेल पनि देखिरह्यो हल्का फुल्का। यहाँ हाम्रो दोस्त यहाँ पुरा कन्सर्ट हानिरहन होइन। र फाइनली वी रिच्ड आवर डेस्टिनेसन एकदम मजाले। अनि हाम्रो दुईजना साथीहरू चाहिँ उता छुट्टिनु भयो अर्को होटेलमा। त्यही हो गाइज, अब मौसम खुले चाहिँ अनि भोलि चाहिँ देखौँला, नत्र स्याड एन्डिङमै खतम गरौँला भन्ने त हो नि। त्यही हो गाइज है। ल स्टे ट्युन्ड। अब एकछिनमा आगो ताप्नुपर्छ, ज्याकेट सब भिजे हो। हामी चाहिँ भर्खर उठेर कोर्चे डाँडातिर लाग्यौँ। अनि कोर्चे डाँडातिर लागेर हजुरलाई आज हाम्रो सुमिरेसम्म टाइम लाग्छ र भिडियो देखाउने छु। त्यही हो गाइज, हाम्रो लकले चाहिँ फेभर गर्यो, त्यसको लागि चाहिँ धेरै धेरै खुसी छु। अनि अमन पनि पछाडि आउँदैछ। लगाइ वहीँ पुगेर चाहिँ म हजुरलाई देखाउने छु है त। मेरो जस फेसमा मुस्कान देखेर पनि थाहा पाउनुहुन्छ म कतिको खुसी छु भनेर। लास्ट खुसी लागिरहेको जस मौसम खुल्यो, हिउँ नपरे पनि ठिक छ। यहाँ त मौसम नै खुल्दैन कि जस्तो लागिरहेको थियो, तर मौसम खुल्यो, त्यसको लागि एकदम खुसी छु म। घर त्यहाँ गएर फोटोसोटो खिचेर आउनुपर्छ। यहाँ अमन आउँदैछन्। त्यही गाइज भएको भएर यहाँ सक्नुहुन्छ पुरै चिप्लो भएर त्यहाँबाट आउन एकदमै गाह्रो भयो। अनि अमन पनि बिस्तारै आउँदैछन्। अनि अब हाम्रो डेस्टिनेसन चाहिँ माथिबाट उहीँ माथि जानुपर्ने हुन्छ। उता हाम्रो केटाहरू पनि जाँदैन, उता लाइट बलिरहेको हल्का फुल्का। अनि यहाँ माथि गएर अनि हजुरहरूलाई भ्यू देखाउनु पर्ने हुन्छ। एकदम मेहनत गर्नुपर्छ गाइज भ्यू हेर्न पनि। अब सकेसम्म सनराइज हेर्न जाऊँ भनेको यस्तो बाटो छ, अब कसरी भेटाइएला र त्यही पनि हेर्न सक्दो कोसिस छ। लगभग सनराइज हुने बेला भएको छ। यहाँ
पुरै निक्लिसकेको छ। अब हामी चाहिँ उहाँ माथि जानुपर्ने छ, तर एकदम स्लिपरी भएको भएर चाहिँ सायद सनराइज छुट्यो भने हजुरलाई म दामी दामी सिनेमेटिक चाहिँ देखाउँछु। यताबाट चाहिँ हाम्रो दोस्त आउँदैछन्, त्यही भएर यस्तो मिठो देखिरह। यहाँको हालत चाहिँ यस्तो छ, हेर्न सक्नुहुन्छ आइस पुरै आइस छ। यहाँ चाहिँ यहाँ जाने क्रममा पुरै आइस भएको छ। अब हाम्रो चाहिँ डेस्टिनेसन धेरै बाँकी छैन, हिजो पुरै सेतै आइस छ। अनि हाम्रो अमन दोस्त पनि यहाँ स्याउ खाँदैछन् मस्तले पानीको काम गरेछ। अनि यहाँ भ्यू चाहिँ यस्तो बवाल छ, सनराइज पनि देखियो है होइन। यहाँ सनराइज भइरह मस्त। मैले हल्का फुल्का टाइम ल्याप्स पनि लिएको छु, त्यस माथि जान ढिला भए पनि कमसेकम हामीले सनराइज चाहिँ लिगिसक्यौँ है गाइज है। मजा आयो गाइज, हामीले सनराइज छुट्यो भने यहाँबाट भने सनराइज देखियो मजाले, एकदमै मजाले। हिमाल र सनराइज चाहिँ देखिएन, तर सनराइज चाहिँ मजाले देखियो। अनि के भन्छ हामी माथि एकदम अझै माथि भएको भएर चाहिँ अनि त्यही भएर हामीले यहाँबाटै हेरेर टाइम ल्याप्स बनाएको छु, हल्का फुल्का टाइम ल्याप्स पनि छ। अनि मेन भनेको चाहिँ हामीले पानी लिएर आएको थियौँ, पानी नै गायब छ बोतलबाट, पानी पुरै पोख्यो कि के भयो, अनि ढक्कन पनि जमेको थियो पुरै। अनि त्यही भएर पनि हामी बिस्तारै हिँडिरहेछौँ, त्यही हो। अनि हल्का ढिला पनि भएको थियो, आज पनि कुहिरो नै लाग्छ होला भनेको मौसम खुलेको भएर चाहिँ, त्यो भएर चाहिँ हामी हल्का रङ भयौँ। अनि त्यही भएर हल्का माथि जान टाइमले भइएन, त्यही भएर यहाँबाटै भयो नि सनराइजको आनन्द लियौँ। अब हजुर पनि आनन्द लिनुहोस् त। अब यही भयो नि, खानु पर्यो। अब माथि जान सकिन्न गाइज होइन, पानी खाने इन्जोय गर्ने। अब पानी पोखिहाल्यो यही खाने बस्ने। अब सुकुम्बासी चाहिँ क्रेडिट गाइज होइन, हामी चाहिँ कोर्सा आइसक्यौँ। अनि कोर्साको भ्यू चाहिँ यस्तो रहेको छ, हिमाल देखिरह। अनि यता यो ढुङ्गाहरू पनि सजाएको छ होइन। अब म हजुरहरूलाई सिनेमेटिक देखाउँछु, अनि त्यसपछि चाहिँ हाम्रो एकछिन फोटो भ्लगहरू बनाउँछौँ, मतलब फोटो रिल्सहरू बनाउँछौँ। अनि त्यसपछि फर्किन्छौँ, किनकि यहाँ त्यस्तो खासै चिसो त छैन, तर हल्का हल्का हावा चलिरह। त्यही भएर हजुरहरूले अब सिनेमेटिक चाहिँ इन्जोय गर्नु है त गाइज ल। हामी चाहिँ कोर्चा आएर बसेको छौँ होइन, चिया खाएर। अब यसो भ्यू स्यू अब सिनेमेटिकहरू पनि हेरिसक्नु होला हजुरहरूले। अनि हाम्रो ब्रदरले चाहिँ हामीसँग क्यास थिएन, त्यही पनि अब हामीलाई सहयोग गरेर जे होस् मिलेर यताउति गर्छु भनेर चाहिँ जस हाम्रो ब्रदरहरू एकदम हेल्पफुल हुनुहुने रहेछ। हामीलाई जे होस् उहीँ खुमै गएर ब्याङ्कमा हालिदिनु भनेर चाहिँ भन्नुभयो। अनि त्यही भएर हामी चाहिँ चिया खान लाम। अनि अमन पनि यहाँ बसिरहन है। अब एकछिनमा चिया खाएर अनि यहाँबाट चाहिँ हामी एकछिनमा झर्छौँ, फोटो रिल्सहरू बनाएर यताउति होइन। अलिअलि त बनाइयो, अब एकछिनपछि फेरि बनाएर यो हात एकदम फ्रोजन भएको छ, त्यही भएर एकछिनमा सबै चिज यहाँ चिया खाएर सबै यताउति गरेर चाहिँ निस्किन्छौँ हामी चाहिँ। अब म एकछिनमा हजुरलाई मैले यहाँको होटेलको इन्फो पनि दिन्छु होइन। अनि यो होटेल चाहिँ एकदम राम्रो पनि छ, 3-4वटा रुम पनि छ। हजुरहरू यहाँ के भन्छ खुमै डाँडा आएर बस्नुभन्दा कोर्चा आएर बस्दाखेरि चाहिँ बेटर हुन्छ, किनभने चाहिँ बिहानै उठेर 3 बजे उठेर त उकालो हिँड्नभन्दा 2 घन्टाको कोर्चा आएर चाहिँ हजुरहरू बस्नुभयो भने चाहिँ हजुरहरूलाई यहीँबाट 1 मिनट पनि लाग्दैन भ्यू हेर्नलाई होइन। यहीँबाट सिधै हिमाल देखिन्छ चियारबाटै, त्यो हजुरलाई एकदम सजिलो हुन्छ। बरु 1-1.5 घन्टा तानेपछि त्यही दिनमै जस हजुरलाई पनि एकदम सजिलो हुन्छ। त्यसले गर्दा चाहिँ म चाहिँ तपाईँहरूलाई कोर्चा नै रिकमेन्ड गर्छु है। त्यस्तो चिसो पनि हुँदैन होला, यहाँ चिसो अहिले त छैन त्यस्तो होइन। त्यही भएर पनि हजुरलाई रिकमेन्ड चाहिँ त्यो एकदमै गरिरहेको छु, त्यही हो। चिया सँगसँगै हाम्रो वेदर पनि बबाल छ, झ्यालबाट देखिरह, यता चाहिँ हिमाल पनि देखिरह, एकदम मस्त ठाउँमा छ है। अब चिया खाइन्छ अनि त्यसपछि चाहिँ लागिन्छ। हामीले चाहिँ सबै रिल्सहरू फोटोजहरू सिनेमेटिक सर्ट्सहरू सबै खिचिसक्यौँ। अब चाहिँ हामी एकछिन होटेलमा पपकर्नहरू चियाहरू खान्छौँ होला, अनि त्यसपछि हामी चाहिँ तलतिर झर्छौँ है। अनि तलबाट पनि हजुरलाई कस्तो भ्यू देखाइन्छ हामीले हजुरहरूलाई देखाउनेछौँ। अनि कस्तो लागिरह अमन? बवाल लागिरहेको जस भ्यू चाहिँ जस ओर्थित भयो। हिजो चाहिँ मौसम खुल्दै खुलेन, आज चाहिँ हाम्रो भाग्यले साथ दियो अनि आज चाहिँ खुल्यो, त्यसको लागि एकदम खुसी छु म चाहिँ होइन। अनि अहिले एकछिनमा हजुरहरूलाई म बादल पनि जम्मा भयो भने मैले बादलको पनि टाइम ल्याप्स देखाउँछु गाइज है। स्टे ट्युन, अनि माया गरिदिनु होला, लाइक गरिदिनु होला। हिजो पानीमा त्यस्तो दुःख पाएको, आज चाहिँ ओर्थित भयो। जस दुःख पाएको चाहिँ आज जस ओर्थित भयो। अनि ठिक छ, अब यस्तै कन्टेन्टहरू बिस्तारै आइरहेको छ। अनि सब्सक्राइब गरिदिनु होला च्यानललाई होइन, अनि लाइक गरिदिनु, अनि कस्तो लाग्छ कमेन्ट पनि गरिदिनु होला। हजुरको एउटा कमेन्टले चाहिँ हामीलाई जस प्रेरणा मिल्छ होइन, कस्तो के छ कन्टेन्टहरू आफूलाई पनि थाहा हुन्छ। अनि मौसम हेर्न सक्नुहुन्छ, यस्तो मौसममा आएर यस्तो भिडियो बनाउन पाउँदा चाहिँ मैले आफूलाई सौभाग्य ठान्छु होइन, जस लक्की ठान्छु। त्यही हो गाइज है। ल अब एकछिनमा तल गएर भेटौँला। चाहिँ यहीँ कोर्चामा
फेरि दोस्रो लटको पपकर्न आज पिरा पपकर्न र चिया आइसक्यो होइन। हाम्रो यहाँ अमन दोस्तले खाइरहेछन् मस्त चिया। अनि यहाँ यस्तो पहाडहरू देखिरह। अब यहाँको मैले जस टाइम ल्याप्स लिन्छु हजुरलाई देखाउँछु होइन। त्यही हो गाइस, अब इन्जोय गरौँ है त। भ्यूलाई चाहिँ हामी अब बाई बाई भनेर हामी चाहिँ तल झर्दैछौँ दुईजना। अनि अब यहाँ अहिले चाहिँ कोही पनि आएको छैन। अनि यहाँको भाइहरू पनि एकदम हेल्पफुल, एकदम राम्रो होइन। अनि यो होटलहरू पनि एकदम राम्रो छ, हजुरहरू यहाँ स्टे गर्न सक्नुहुन्छ है गाइस। अनि मजाले रुमसुम पनि राम्रो छ। अनि यहाँ भ्यू हेर्न सक्नुहुन्छ, बबाल छ है। ल गाइस थ्याङ्क यू। अब चाहिँ सिधै खुमै डाँडाको यात्रा सकेको थियौँ। अनि फेरि दाइले कम्प्लिमेन्ट्रीको लागि मोमो चाख्नु भनेर ल्याइदिनु भयो है। थ्याङ्क यू त्यो 360 भ्यू होटल है। दाइ एकदम सहयोगी पनि हुनुहुन्छ। मोमो पनि आइसक्यो। अब यहाँ दोस्त खुसी छन् मोमो देखेर। अहिले बिदाइ भइसक्यो हाम्रो 360 भ्यू होटलबाट चाहिँ होइन। हामीलाई एकदम राम्रो स्वागत पनि गर्नुभएको थियो, राम्रो बिदाइ पनि गर्नुभयो। त्यसको लागि धेरै धेरै धन्यवाद हाम्रो 360 भ्यू होटलको दाइलाई होइन। अनि अब चाहिँ हाम्रो टार्गेट चाहिँ सिधै तल जाने नै छ। त्यही पनि अब बिस्तारै अब खुट्टा दुखिरह, त्यस्तो रस पनि छैन, मौसम पनि पुरै केही पनि देखेको छैन अगाडि। त्यही भएर हामी बिस्तारै जाने कोसिसमा छौँ, त्यस्तो रस गर्दैनौँ। त्यही भएर अब जहाँसम्म पुगिन्छ ठिक छ, किनकि हाम्रो हिलेमा सामानहरू पनि छ। त्यो हिले बस्नु पनि सकिन्छ, चिचिमले बस्नु पनि सकिन्छ, केही पनि थाहा छैन। त्यही भएर अब सकेसम्म त तलै जाने कोसिस छ। अब हेरौँ गाइज है, बिचबिचमा देखाउँछु म। स्टे ट्युन गाइज। स्क्याम्प आइसक्यौँ गाइज होइन। अब हाम्रो हिँडाइ चाहिँ निरन्तर नै छ। अब सकेसम्म हिले खर्कामा गरेर चिया खाने कुरा छ। अब त्यही अनुसारले हिँडिरहौँ। अब हेरौँ के हुन्छ। ल अमन छिटो आऊ। ल अमन पनि हिँडिरहन्, अलि बिस्तारै हिँडिरहन्। त्यही भएर पनि हो, नत्र अलि बिच बाटोमा पुगिसकिन्छ तर आत्तिएर केही पनि छैन। ठिक छ, बिस्तारै जाने हो। अनि दोस्रोलाई पनि जस राम्रो देखिरह। ठिक छ गाइज। यो देउराली हिलमा आएर चाहिँ सबैले बिदाइ गरेकोलाई यो दोस्रोलाई चाहिँ बाँधेको रहेछन्। त्यो हामीले पनि अब यहीँ बाँध्ने निर्णय गरेको छौँ। र अब म चाहिँ यहीँनिरै बाँधिदिन्छु। धेरै अल्कामा बाँधेर पनि केही हुन्न। जे होस्, यो देउराली हिल भन्ने ठाउँ हो। यहाँ सबैले बाँधेको भएर चाहिँ मैले पनि बाँधेको, अन्यथा नलिग्नु होला। सायद के धर्मकर्म या त केही नै मानेको भएर चाहिँ यहाँ बाँधेको होला। त्यही भएर हामीले पनि बाँध्यौँ। यहाँ हेर्न सक्नुहुन्छ, यहाँ टन्नै छ बाँधेको होइन। त्यही भएर बाँधेको, यताउति नराम्रो नबनिदिनु होला है त गाइस। गाडी भेटौँ नि अन्तरमा, हामी दाइ र म छौँ है। अब गाडी भेटाइएला त अहिले एकछिनमा थाहा हुन्छ। भर्खर आइसक्यौँ होइन। अनि भर्खर आएर बाग्नु बस पार्कतिर बसेर अनि झोलासोला राखेर अनि अहिले हामी चाहिँ यहाँ खाना आइसक्यौँ। यहाँ थकाले खाना आएको। अनि हाम्रो साथी पनि अब सुरु गर्न लागिसक्यो होइन। द ट्रेक वाज एब्सोल्युटली होइन, त्यस खतरा क्या, एब्सोल्युटली ब्युटिफुल। अब भाषा मिलाउनलाई चाहिँ अब अलिकति इङ्ग्लिस सिक्न पर्नुहुन्छ होइन। अनि के भन्छ, अनि त्यस राम्रै थियो, एक्सपिरियन्स पनि राम्रो थियो। अनि त्यस भनेअनुसार त्यस भ्यू पनि खुल्यो, त्यो पनि एकदम दोब्बर राम्रो भयो। अनि हाम्रो दाइले होटल 360 को दाइले पनि एकदम सहयोग गरिदिनु भयो। हामीलाई गाडी छुट्छ भन्दा आफ्नो बाइकमा समेत लिएर आएर हामीलाई त्यस छोडिदिनु भयो गाडीसम्म। अनि त्यसपछि पनि हामीलाई एकदम सजिलो भयो। आज हामी पोखरा आउने प्लान थिएन, हामी चाहिँ वहीँ घाँचोक बस्ने प्लान थियो, गाडी छुट्छ कि भनेर। तर गाडीलाई रोकाएर फोन गरेर अनि यताउति सहयोग गरेर सबै गरेर अनि हामीलाई चाहिँ यहाँसम्म ल्याइदिएर हामीलाई आउनुमा चाहिँ हाम्रो दाइको हात छ है। ईश्वर सुनाम दाइको चाहिँ धेरै धेरै हात छ। त्यही हो गाइज होइन। अब हामी यो इन्जोय गर्छौँ। अनि थ्याङ्क यू सो मच फर वाचिङ। जति पनि माया गर्नुभयो त्यसको लागि धेरै धेरै धन्यवाद। लाइक गरिदिनु होला, कमेन्ट गरिदिनु होला, सब्सक्राइब गरिदिनु होला नयाँ हुन्छ च्यानलमा। थ्याङ्क यू सो मच फर वाचिङ। किप लभिङ, किप सपोर्टिङ। बाई बाई।